परिस्थिति बिग्रेर, व्यवहार बिग्रेर, गर्दा गर्दै नभएर कहिलेकाहीँ यस्तो हुन्छ नि, लथालिङ्ग भताभुङ्ग, सम्हाल्दा सम्हाल्दै नसम्हालिएर, कोसिस गर्दा गर्दै नभएपछि भएको कुरालाई भनिन्छ व्यवहार बिग्रियो, हैन? त्यो व्यवहार बिग्रेको थियो एकजना भाइको व्यवहार बिग्रेर लथालिङ्ग भताभुङ्ग भएका थिए। परिस्थिति बिग्रियो, सब थोक बिग्रियो। लास्टमा उसलाई आफ्नो बसिरहेको घर बिक्री गर्नुपर्ने भयो। घर बिक्री गर्छु भन्ने कुरा भाइले सबैतिर भने, तर भन्नु त पर्यो, सबैलाई जानकारी दिनु पर्यो, अनि त घरको दाम लगाउने, घर किन्ने मान्छे आउँछन्, हैन त? त्यस्तै घरको बिक्री हुने कुरा चाहिँ सबैतिर सुनिसकेपछि सबैभन्दा पहिला घरको दाम लगाउन को आए तपाईलाई थाहा छ? सबैभन्दा पहिला त्यो घरको दाम लगाउन उसकै दाजु आए, गाउँले आएन, अरू मान्छे कोही थिएनन्। आफ्नै घरभित्रको एउटै आमाले जन्माएको दाजु आए। भन्न, तेरो घरको दाम कति राखेको छस्? म त दाजु हो, मलाई त मिलाएर दिन्छस् होला नि। कस्तो अचम्म छ नि, आफ्नो मान्छेलाई दुःख पर्दा सहयोग गर्नुपर्ने, हुन आँटेको बिग्रिन आँटेको कामलाई आफूले सहयोग गरेर त्यसलाई रोकिदिनु पर्ने, साथ दिनुपर्ने, तर सबैभन्दा पहिला दाम लगाउन दाजु नै आउँछ। अनि कहिलेकाहीँ कन्फ्युज हुन्छु म, को हो आफ्नो, कसलाई भन्नु यहाँ आफ्नो? अब दाजुले मलाई त मिलाएर दिन्छस् होला नि भन्ने यो शब्द कस्तो हो? भाइको सब थोक बिग्रियो, लथालिङ्ग भयो, व्यवहार बिग्रियो, भाइको परिस्थिति बिग्रियो। आज भाइले आफ्नो बस्ने घर बिक्री गर्दा दाजुले म किन्छु तेरो घर, मलाई त मिलाएर दिन्छस् नि भन्ने दाजु कस्तो?